विदेशको एउटा तितो यथार्थ तपाईँहरूलाई भन्छु, जति पनि तपाईँ नेपालमा हुनुहुन्छ विदेश 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 भन्नुहुन्छ, विदेश आखिर के रहेछ त, के हो त? यहाँ भनेको कुमालेको चक्र अस्ति हो, तपाईँको गदालाई भारी नपुगे कराउँछ भने जस्तै काम पुगेन पैसा पुगेन भने कराउँछ, अनि काम खोज्छ, काम पाइसकेपछि काम धेरै हुन्छ, अनि फेरि त्यही हो तपाईँको। हामी जतिसुकै उफ्रे पनि ग्रिन कार्ड आयो सिटिजन आयो जेसुकै भने पनि यु स्टिल गन बी काउन्टेड एज अ थर्ड क्लास सिटिजन। अनि तपाईँलाई उनीहरूले बालै दिँदैन, तपाईँको छाला हेरेर उनीहरूले जज गरिदिरहेको हुन्छ, तपाईँलाई देखेर जज गरिदिरहेको हुन्छ। तपाईँले म सिटिजन हो भन्दाखेरि एक लट हाँसिदिन्छ मान्छेहरू होइन। त्यही भएर आई थिङ्क हामीले हाम्रो जन्मभूमिसँग नाता तोड्नु चाहिँ नराम्रै कुरा हो जस्तो लाग्छ। यो चाहिँ मेरो आफ्नो पर्सनल पर्सपेक्टिभ मात्र हो, इट माइट बी डिफ्रेन्ट अन यु होइन। तर मलाई चाहिँ त्यो चाहिँ एकदम नराम्रो लाग्छ कि हाम्रो आफ्नो अस्तित्व कहाँ छ, कहाँ गएर टुङ्गिएको हुन्छ भन्दा हाम्रो जन्मभूमिसँग मात्रै जोडिएको हुन्छ। र हाम्रै जन्मभूमिमा तपाईँले नेपालमा गएर म नेपाली हो भन्नुभयो भने तपाईँलाई मजाले सबैले अँगाल्छन्, नेपाली हो भनेर तपाईँलाई मान्छन् भने। तर यहाँ आएर तपाईँले सिटिजनसिपै लिए भने, तपाईँले म यो देशको सिटिजन हो नागरिक हो भन्ने कसैले पत्याउँछ? मरिगयो नि पत्याउनु। तपाईँको बाई बर्न सिटिजनै भयो भने उनीहरूले तपाईँलाई पहिलो झड्कामा त मरिगयो नि पत्याउनु होला नि त भनिदिन्छ। अनि त्यही भएर मलाई चाहिँ यो कुरामा चाहिँ अलिकति सधैँभरि एउटा याद आउँछ, सधैँ एउटा मनमा खटपट लागिरहन्छ कि आफ्नो देश भनेको आफ्नै देश हुन्छ, आफ्नो भनेको आफ्नो हुन्छ।